अहिले मौसम एकदम जाडो छ चैत लागे पनि के गर्नु साथी हो जाडो छ यसको सुल खानु पर्यो साथी हो काट्नु पर्यो अब झ्याप्पसँगले भाइले चाहिँ ल्याएर होइन रगत लाग्छ भनेर यसरी ल्याएर लुगा लगाइदिँदैछ है अब यसको लागि तयारी पकाउनको तयारी हुँदैछ साथी हो लगाउनु मिलौँ पकाम ल अब साथी हो मिलौँ खाउँ बसौँ लोकल कुखुरा साथी हेलो साथीहरू नमस्ते सबैजनालाई वेलकम ब्याक माई न्यू ब्लग आज चाहिँ फेरि हामी लोकल कुखुराको भिडियो लिएर आउँदैछौँ यो चाहिँ हाम्रो किचन गार्डन हो कौसीमै आफ्नै खेती कोकको बोतलमा कार्टुनमा यसरी लगाएको छौँ धनियाँ प्याजको लागि चाहिँ कहीँ जानु पर्दैन है साथीहरू अब सुरु गरौँ है पकाउनलाई साथीहरू मेरो भाइले चाहिँ मलाई किचनमा एकदमै हेल्प गर्छ कि अदुवा लसुन कुट्नलाई यताउति गर्नलाई प्याज खारिदिनलाई सबै के तपाईँहरूको भाइले पनि यस्तै नै हो हेल्प पनि मेरो भाइ चाहिँ एकदमै हेल्पफुल छ है यस्तो कुरामा हजुरहरूको भाइ पनि यस्तै हेल्पफुल छ भने चाहिँ कमेन्ट गर्नु होला है साथीहरू अनि हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला केही नराम्रो लाग्यो भन्नु होला साथीहरू मलाई चाहिँ लोकल कुखुरामा हरियो लसुन प्याज राखेको चाहिँ एकदम मनपर्छ हजुरहरूले चाहिँ कसरी पकाउनुहुन्छ कमेन्ट गर्नु होला है लगभग मेरो तरकारी पनि रेडी हुँदैछ साथीहरू अब ड्याडीलाई दिएर सोध्नु पनि पर्छ कस्तो भयो भनेर थ्याङ्क यू फर वाचिङ मी साथीहरू अब आज के छ आज अब यो लोकल कुखुराको मासु छ यो अब प्याज भइगयो यो साथी हो यो पखेटा यो छ सिङ्गे पखेटा खाने बानी छ मेरो साथी हो यो चिउरासँग खानु पर्यो यो खाइसकेपछि अनि लास्टमा चाहिँ भात खाने हो साथी हो ल हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला कमेन्ट सेयर गरिदिनु होला साथी हो यो चाहिँ लोकल कुखुरा है साथीहरू अनि फेरि आउँदैछौँ हामी फेरि पनि लोकल कुखुराको भिडियोसँग है बुवा दामी भएछ एकदम मिठो भएछ कहाँबाट लिएर आएको कुखुरा यो गाउँबाट ल मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला साथीहरू यो अन्डाले त धेरै फाइदा गर्छ हैन प्याज चाहिँ तपाईँलाई एकदम मन पर्छ हैन बुवा भात बुवा
भयो ल जो